यतै तलबाट झरौँ तलबाट फेर अहिले हामी एनजेपी स्टेसनमा आइसकेका छौँ आसाम जानको लागि सर निचे हामी अहिले एनजेपी स्टेसन आइसकेका छौँ अब दाजुलाई पर्खेर टिकट काट्ने तयारी हुँदैछ अहिले आसामको चापागुडी बजारमा छौँ बिहानको समय प्राय सटरहरू खुलेको देखिँदैन यतापट्टि सब्जी मन्डी छ अहिले चापागुडीको सब्जी मन्डीमा आइपुगेका छौँ यो सब्जी मन्डी बिहानैदेखिको फुलहरू किनमेल गर्नु लिएर आइरहेको छ सब्जी मन्डी यो किरा पनि यसरी बिक्री गरेछ के किरा हो यो छेउ गर्दैछ यो पनि बिक्रीको लागि यहाँ राख के किरा भन्नु हिन्दी ये खाने के लिए है ये हिंदी किरा रही है खाने के लिए सेव कर रहा है हिंदी कीड़ा ये क्या चीज है गुवा सुपारीहरू सबै ठिक छ माछाहरू तरकारी मन्डी दुधहरू बेच्न राखिनु स्याउहरू पाइँदो रहेछ सब्जी मन्डी विशाल भित्रैसम्म छ अहिले हामी सम्पूर्ण नेउपाने परिवारहरू एकै ठाउँ भेला भएर हामी आप्टेका जाँदैछौँ आप्टेका हाम्रो बडीको आज 10औं दिनको दिन एउटा गौत खाने कार्यक्रम भएको गर्दा जाँदैछौँ गाडीमा लगभग हामी कति बेरमा पुग्छौँ दाजु 1.5 घन्टा 1.5 घन्टा अब 1.5 घन्टा जतिमा हामी आप्टेका पुग्छौँ ल अहिले हामी बागमारा भन्ने बजार जाँदैछौँ बागमारा जाने बजारको बाटो यस्तो छ अहिले अटोमा चढेर बागमारा जाँदैछौँ आसामको चिराङ जिल्ला अन्तर्गत आप्टेकाबाट हामी अहिले बागमारा भन्ने ठाउँमा जाँदैछौँ बागमारा बजार जो प्रख्यात पनि हो लगभग यो आप्टेकाबाट 5 किलोमिटर अगाडि बढेपछि हामी बागमारा पुग्छौँ ठाउँ यस्तो फसलहरू देख्न सकिन्छ अहिले हामी आसामको बागमारा भन्ने बजारमा छौँ बागमारा भन्ने ठाउँमा आसामको चिराङ जिल्ला अन्तर्गत बागमारामा हामी आइपुगेका छौँ तस्बिर क्यामेरामा घुमाइसक्यो अब हामी एकछिन बागमारा बजार घुमेर हामी अगाडि बढ्दैछौँ यो देखिएको बजार हाम्रो यो बागमारा बजार ल आसामको हामी अहिले बागमारा भन्ने स्थानमा आइपुगेको छौँ यो स्थान यस्तो छ अब बजार यहाँ भित्र हामीले अघि पनि सुट गरिसक्यौँ अब यो बागमारा बजारदेखि बाहिरको भाग हो यो
यहाँको समाज सघाउनु हुँदैछ पिठो मुस्नको लागि, विशेष गरी यो छोरा मान्छेहरू नै हुनुहुन्छ। पकाउने अङ्कलहरू लगाइराख्नु भएको छ। ल यता हाम्रो तारा दिदी बस्नु भएको छ हिजोदेखि नै आएर बिचरा यहाँनिर। अब उहाँ माइत आउनु भएको हो, माइत आएको चेलीलाई अहिले यसरी स्वागत गरेर मुडामा राखिएको छ भने यतापट्टि बुहारी खालहरूले त बढी बसिराख्नु भएको छ। बुहारीहरूले ठिकसँग पाउँदैछन् कि छैनन् भन्दै खबरदारी गरेर बसिराख्नु भएको छ भने लौठी सहित बस्नु भएको छ। अलिकति गल्ती भयो भने यसले ढाडमा बजाइदिने भन्नुहुँदैछ। यतापट्टि बुहारी खालहरू चाहिँ अब काहीँ हामीले मिस्टेक पो गर्छौँ कि भनेर दुईजनै लागेर एकदमै तैनात साथ यहाँनिर रोटी पकाउँदै गरेको अवस्था हामी यहाँ देख्न सकिरहेका छौँ। ल हाम्रो ट्रेन अब यसैमा आउन लागिरहेछ, हामी पर्खिरहेछौँ। मसँगै पढे 2 बजे 2:30 बजेको टाइम भयो। हाम्रो अब ट्रेन यो आउँदैछ, पुरी कामाख्यापुरी एक्सप्रेस। हामी यहाँ वेटिङ गरिरहेछौँ, हाम्रो गाडी आउँदैछ। भूत घुग्ने गरम घुग्ने नास्ता चाना नास्ता